हिमवत् खण्डवास्तु हिमवत् खण्डवास्तु हिमवत् खण्डवास्तु। नमस्कार दर्शकवृन्द, कार्यक्रम हिमवत् खण्ड वास्तुको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म मीना पौडेल। विशेष गरी बिना तोडफोड घरको वास्तु कसरी मिलाउने, किन नेपालको वास्तु छिमेकी मुलुक भारत र चीनको वास्तुसँग मिल्दैन? वास्तु भन्ने बित्तिकै निर्माणसँग जोडिएको हुन्छ, तसर्थ घर कसरी सुन्दर आकर्षक वास्तु मिलेको भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने विषयवस्तुलाई हामी आजको कार्यक्रममा कुराकानी गर्नेछौँ। सुख शान्ति र समृद्धि प्राप्त गर्नुमा वास्तुशास्त्रको कस्तो भूमिका रहन्छ, कसरी वास्तु मिलाउने, घरलाई वास्तुशास्त्र र आजको आधुनिक इन्जिनियरिङ दुवै हिसाबले कसरी उत्कृष्ट बनाउन सकिन्छ त? नेपालको विगतको इतिहास हेर्दा के कसरी वास्तुको नियम पालना गरेर घर बनाएका प्रमाणहरू हामीसँग छन् त? साथै वास्तुको नाममा भाइरल भइरहेको हाम्रो हिमवत् खण्ड भूमिमा लागू नै नहुने आयातित वास्तुका भ्रम र यथार्थलाई पनि यस कार्यक्रम मार्फत हामी चिर्ने प्रयास गर्दछौँ। कार्यक्रममा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल ज्योतिष परिषदका वास्तुशास्त्र विभाग प्रमुख, हिमवत् खण्ड वास्तुका अध्येता, सिभिल इन्जिनियर वास्तुगुरु लक्ष्मी प्रसाद सोती। यहाँलाई कार्यक्रममा स्वागत छ। जय गुरुदेव। कार्यक्रमको सुरुवातमा स्तुतिगानबाट नै सुरु गर्न चाहे। यस्यात्मा हिमशैलजा गणपतिः सूर्यो हि विष्णुर्हर पञ्चाशै सुविभूषित पशुपतिस् तेषां च पञ्चात्मकै त्रैलोक्यं सचराचरं त्रिगुणजं पञ्चात्मविसन्ददे योजस्रं हिरसादिभिश्च भगवान् तस्मै नमः सम्भवे। जय पशुपतिनाथ। म आफ्नो गुरुप्रति चरण स्पर्श गर्दै ब्रह्माण्डमा रहनुहुने र ब्रह्माण्डलाई चलाउने आदिशक्तिलाई नमन गर्दछु। ओम श्री वेदपुरुषाय नमः। हजुर, हामीले निरन्तर रूपमा यो वास्तुशास्त्र सम्बन्धी विषयमा कुराकानी गर्दा यहाँ वास्तु गुरुको हिसाबले निरन्तर रूपमा काम गर्दै आउनु भएको छ। यो क्रममा चाहिँ घरको वास्तु मिलाउने काम गर्दा चाहिँ विशेष गरी यो इन्जिनियरिङ साइडहरू, यो इन्जिनियरिङ सिद्धान्तहरू चाहिँ कसरी प्रयोगमा आइरहेका छन्? हजुर, पक्कै पनि अब यो वास्तु भनेको स्थापत्य विज्ञानसँग आधारित छ। स्थापत्य भनेको स्थापना गर्ने, चाहे त्यो घर होस्, अब गाडी घोडा होस्, अथवा प्लेन नै किन नहोस्, त्यो स्थापनासँग सम्बन्धित जोडिएको विषय चाहिँ वास्तु हो। त्यसै कारणले गर्दा अब इन्जिनियरिङ भनेको पनि चाहे त्यो स्ट्रक्चर इन्जिनियर होस्, चाहे त्यो सिभिल होस्, चाहे त्यो आर्किटेक्ट होस्, चाहे त्यो सर्वेइङ होस्, त्यसमा पनि भवनसँग जोडिएको विषय हो त्यो विशेष गरी। त्यस कारणले गर्दा इन्जिनियरिङका धेरै विषयवस्तुहरू वास्तुसँग मिल्दो देखिन्छ। जस्तै अब मानौँ अब नक्सा बनाउनु पर्यो सुरुमा, अब त्यहाँ अटोक्याडमा नक्साहरू बनाइन्छ, अब त्यसमा पनि इन्जिनियरिङ प्रविधिबाट नै वास्तुका कुराहरू गर्न सकियो। त्यसै गरी अब पहिला के हुन्थ्यो भने घरको मूल खामो चिनेर त्यसको तल चाहिँ विश्वकर्मा कवच राखेर पूजा गर्ने एउटा हाम्रो विधि छ, शास्त्रीय विधि। अब अहिलेका घरहरू चाहिँ अब 12 पिलर 9 पिलरको हुन्छ। त्यो पिलरहरूमा हाम्रो मूल खामो कुन हो त, त्यो पत्ता लगाउनको लागि त्यो घरको स्ट्रक्चर डिजाइन अथवा एनालाइसिस गरेर बल्ल यो चाहिँ मूल मेन लोड लिनेवाला खामो हो, पिलर हो भन्ने थाहा हुन्छ। अनि बल्ल त्यसरी चाहिँ हामी त्यो विधि अनुसार चाहिँ गर्न सक्छौँ। अनि अब जमिन सम्याउनु पर्यो, त्यहाँ लेभल मेसिनका कुराहरू हुन्छन्। त्यसले गर्दा इन्जिनियरिङ प्रविधिको धेरै कुराहरू चाहिँ वास्तुमा जोडिन्छ। हजुर, विशेष गरी अब हामीले हाम्रो घरमा कसैको मृत्यु भएको खण्डमा चाहिँ त्यहाँ श्रद्धाञ्जलीका लागि पनि धेरै जसो फोटोहरू आइरहेको हुन्छ होइन? पितृको फोटोहरू चाहिँ हामीले जति आयो त्यति नै आफ्नो घरमा राख्ने गरेका पनि छौँ होइन? खासमा यो कतिको उचित हो? यदि राख्नै परेको खण्डमा पितृको फोटोहरू चाहिँ कहाँ कहाँ राख्न चाहिँ उचित हुन्छ? वास्तुशास्त्र अनुसार पितृको फोटो यो ठाउँमा झुडाउने, यसरी झुडाउने भन्ने कुराहरू बहुत चलेको विषय हो। यो चलेको विषयलाई चाहिँ हजुरले उठान गर्नुभयो। खास के छ भन्दा यदि शास्त्रीय विधि अनुसार भन्यो भने चाहिँ हामीले पितृको फोटो त हुँदैन, जीवित अवस्थाको फोटो हो होइन? अब वास्तुशास्त्र अनुसार चाहिँ फोटो चाहिँ कहाँ राख्ने भन्ने कुरा भन्दा पनि त्यो जीवित रहँदाखेरि चाहिँ आफ्नो आमा बुवा अथवा लाई कसरी चाहिँ सत्कार गरिएको छ, यदि कति खुसी बनाएर गरिएको छ होइन? त्यसरी गरिएको छ। जस्तै पितृ भइसकेपछि चाहिँ नियमित अब तर्पण दिइन्छ भने चाहिँ उहाँहरूले चाहिँ पितृको फोटो चाहिँ दक्षिणमा राखेर अब उत्तर फर्काएर चाहिँ पितृको फोटो राख्न सकिन्छ। तर अब नियमित तर्पण पितृलाई दिइँदैन, ती कुराहरू गरिँदैन भने चाहिँ उहाँ त्यस्तोमा चाहिँ पितृको फोटो राख्नुभन्दा नराख्नुमै ठिक होला जस्तो मलाई लाग्छ। जस्तै अब साउथ दक्षिण दिशा चाहिँ पितृको यमपति होइन, पितृपति भनिन्छ यमलाई। त्यस कारणले गर्दा दक्षिणमा चाहिँ पितृको फोटो राखेर उत्तरमा फर्काउने चाहिँ कुरा हो। तर फोटै राख्नै पर्छ भन्ने चाहिँ होइन।
अब यदि कसैले एउटा आफ्नो मायाको चिनो सम्झेर त्यसरी पितृहरूलाई चाहिँ आफ्नो सम्झनाका लागि पनि धेरै जसो फोटोहरू राखिरहनु भएको हुन्छ। खासमा यो फोटोहरू नराख्नु भन्ने खालको पनि हामीले सुनिरहेका हुन्छौँ। नियमित रूपमा तर्पण गरिन्छ भने चाहिँ त्यो राख्नु, नत्र भने चाहिँ नराख्नु। नियमित श्रद्धा भाव व्यक्त गरिन्छ, उहाँप्रति आदर सत्कार गरिन्छ र उहाँको आशीर्वाद मलाई चाहिरहेको छ भन्ने लाग्छ भने चाहिँ राख्ने हो। तर पितृको कर्महरू केही पनि नराख्ने, अब फोटो चाहिँ कहाँ राख्ने भन्ने कुरा चाहिँ राम्रो कुरा होइन। हजुर, यति बेला हामी विशेष गरी आधुनिकताको नाममा चाहिँ हामीले बिगारेको मुख्य वास्तु चाहिँ के हुनसक्छ? अब आधुनिकताको नाममा धेरै कुराहरू बिग्रिरहेछ होइन। अब यो वास्तु अहिले त कस्तो भएको छ भने जस्तै हाम्रो हिमवत खण्डभूमि, अब यहाँको हरेक जडीबुटीहरू रुख बिरुवाहरू एउटा औषधिजन्य गुण बोकेको चिज हो। र अहिले के भइरहेछ भने अब हामी त यसलाई ओखती भन्थ्यौँ अझ सुरुमा होइन। यो ओखतीजन्य बिरुवाहरू चाहिँ अब अब यो चाहिँ विदेशीतिर गयो, पहिला बिरुवा नै गयो अनि औषधिको गोटी ट्याब्लेट भनेर आयो। त्यस्तै अब यो वास्तु पनि यसको मुहान भनेको हिमवत खण्ड हो र यहाँबाट अहिले चाहिँ यो फेरि अब बिचमा हराए जस्तो भएको थियो नि। जस्तै यो वास्तु चाहिँ अब विदेशीहरूले अध्ययन गरे, यसको महत्त्व बुझे, कतिपय कुराहरू चाहिँ आयाती संस्कारहरू भित्रिएर मिसिएर फेरि चाहिँ त्यो त्यहाँ अलिकति गडबड भएर बिग्रिएर फेरि हाम्रो मुलुकमा आइरहेछ। त्यसले गर्दा यो वास्तुमा चाहिँ धेरै कुराहरू चाहिँ यथार्थ ओरिजिनल वास्तुको कुराहरूलाई चाहिँ ओझेलमा पारेर अलि नयाँ खालको फन्डाहरू राखेर चाहिँ आइरहेछ। यो चाहिँ अब यो वास्तु नै यही तरिकाले जाने हो भने ओरिजिनल वास्तु नै हराउँछ कि भन्ने चाहिँ एउटा चिन्ताको विषय हो। हजुर, किचनमा विशेष गरी आगो, पानी, भाँडा माझ्ने ठाउँ एकै ठाउँमा हुनु पनि एउटा वास्तुको समस्या नै भनेर भनिँदो रहेछ होइन। यसको समाधान के गर्न सकिन्छ? विशेष गरी अहिले त हामी सबैको घरमा हेर्ने भने यस्तै नै चलन देख्न सकिन्छ होइन। हो, अब पहिला हाम्रो परम्परागत बेलाको कुरा गर्ने हो भने अब पकाउने ठाउँ छुट्टै हुन्थ्यो, तर अब धारो जल त बाहिर छुट्टै हुन्थ्यो, एकै ठाउँ हुँदैन थियो। अब हामी भन्छौँ नि अग्नि पानीको सम्बन्धको कुराहरू पनि गर्छौँ, तर अहिले चाहिँ हरेकको भान्सा कोठामा चाहिँ आगो र पानी एकै ठाउँ गएर बसिरहेछ। अब त्यहाँ अब हामीले किचन आग्नेय दिशामा राख्ने अग्निको दिशा अथवा के भन्छौँ, फेरि त्यहाँ पानी पनि गइरहेछ भनेपछि जलको चिज पनि त्यहाँ गइरहेछ भनेपछि दुइटैको मिक्स हुँदा कहाँ राख्ने हो भन्ने कुरा हुन्छ। खास चाहिँ अब त्यो किचनमा धेरै कुरा बिग्रेको चाहिँ एउटा आगो र पानीको कम्बिनेसन बिग्रिरहेछ। अनि हामीले चाहिँ त्यो भाँडा माझ्ने अब पहिला जुठेल्नु भनिन्थ्यो भाँडा माझ्ने ठाउँलाई, त्यो चाहिँ घरभन्दा बाहिरै हुन्थ्यो कि, तर त्यो जुठेल्नु पनि अहिले हाम्रो किचनभित्र पसिरहेछ भनेपछि यो सबैको कम्बिनेसनले गर्दा त्यहाँ कता कता नमिलेको जस्तो देखिन्छ। त्यसले गर्दा अब हामीले चाहिँ पूर्व फर्केर आग्नेय दिशामा खाना पकाउँछौँ, त्यो राम्रो कुरा हो, तर त्यो बेसिन अथवा त्यो सिङ्क भाँडा माझ्ने र खानेपानी एकै ठाउँ जस्तो धेरैको घरमा चाहिँ त्यो हुन्छ, त्यो चाहिँ गलत हो। खानेपानीलाई चाहिँ उत्तर पूर्वमा राख्नु पर्यो, तर त्यो सिङ्क जुन भाँडा मानीलाई चाहिँ दक्षिण फर्केर दक्षिण साइडमा राख्नुपर्छ। यो दुईटालाई पनि एकै ठाउँ राख्नु हुँदैन। अर्को कुरा, अग्निले जुठेल्नु देख्नुहुन्न, जुठेल्नुले अग्नि देख्नुहुन्न, त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ। हिमवत खण्ड वास्तुको सिद्धान्त अनुसार घरको वस्तुसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिने मुख्य भगवान को हुनुहुन्छ? यो अलि फरक खालको प्रश्न हो। अब हामीले वास्तुशास्त्रमा अब जस्तै घरमा चाहिँ सेन्टरमा ब्रह्माजी ब्रह्म तत्त्वको कुरा गर्छौँ, जस्तै नवग्रहहरूको कुरा छ, अष्टदिक्पालहरूको कुरा छ, 45 देवी देवताहरूको कुरा पनि छ। तर हामीले अहिले चर्चा गरिरहेको चाहिँ हिमवत खण्ड वास्तु यानि कि ओरिजिनल वास्तुको चर्चा गरिरहेछौँ। र के देखिन्छ भन्दा अलिकति यो अब जानेर अथवा नजानेर अथवा यो लोभ गराइएको हो भन्ने जस्तो पनि लाग्छ। जस्तै हाम्रा यो हिमवत खण्डमा भएका हरेक कुराहरू चाहिँ जो जस्तै पहिला छापखाना नेपालमा थिएन, अनि छिमेकी मुलुकहरूबाट आउँदाखेरि चाहिँ अलिकति यो नेपालीपन हिमवत खण्डपनलाई चाहिँ ओझेलमा पारेर वास्तुमा पनि ती कुराहरू गरिएको हो कि भन्ने चाहिँ मलाई लाग्छ। त्यसले गर्दा अहिले मैले यो पछिल्लो समयमा चाहिँ यो वास्तुको मुख्य देवता को हो भन्ने कुरामा चाहिँ मेरो आफ्नो पर्सनल रिसर्च पनि चलिरहेको छ। त्यसले गर्दा त्यो फाइन्ड आउट गरिसकेपछि र त्यसलाई फेरि शास्त्रीय हिसाबले पनि प्रुफ हुनु पर्यो। त्यस कारणले गर्दा यो विषयको उत्तर चाहिँ मैले अहिले यही भन्न सकिनँ। अब यो किनभने मेरो रिसर्चको विषय चलिरहेको कारणले गर्दा त्यो आएपछि म फेरि हामी छलफल गर्नेछौँ। हजुर, पक्कै पनि। अब विशेष गरी घरको वास्तु मिलाउने काम चाहिँ यति बेला ज्योतिषी शास्त्र अध्ययन गरेका व्यक्तिको काम हो कि अब घरको नक्सा बनाउने, निर्माण गर्ने प्राविधिक इन्जिनियर अथवा आर्किटेक्टको काम हो? यो कन्फ्युज भइरहेको छ क्या? एकदम यो अहिले कन्फ्युज भइरहेछ। यो वास्तुशास्त्र कसको विषय हो? अब हामीले एउटा ज्योतिषी पण्डितजीको बोर्डमा पनि देख्यौँ भने वास्तुशास्त्रका कुराहरू त्यहाँ लेखिया हुन्छ। फेरि एउटा इन्जिनियरिङ नक्सा बनाउनेको बोर्डमा, बिजनेस बोर्डमा देखियो भने वास्तुअनुसारको नक्सा बनाइन्छ भनेर लेखिरहेको हुन्छ। यता पनि छ, यता पनि छ, खास गर्ने कसले हो, यो अलिकति कन्फ्युजको विषय पनि छ। अब यसलाई हामी प्राचीन कुरामै फर्क्यौँ होइन। जस्तै अब हामीले प्रायः हाम्रो हिमवत खण्डमा चाहिँ स्वस्थानीको कुराहरू हामी पढिरहेछौँ। म स्वस्थानीकै इक्जाम्पल दिन्छु।
त्यहाँ चाहिँ एउटा त्रिपुरको कुरा छ होइन। त्रिपुर चाहिँ दानवहरूको पुर, 3टा पुर चाहिँ एक आपसमा त्यो दिव्य 12,000 पछि चाहिँ आधा निवेश आँखा झिम्काउँदाको आधा अवस्था चाहिँ बल्ल जोडिन्छ र त्यो जोडिएको बेलामा चाहिँ जसले चाहिँ त्यो बाण हान्न सक्छ त्यतिखेर चाहिँ भस्म हुन्छ भन्ने चाहिँ एउटा दानवहरूलाई आशीर्वाद पाएर चाहिँ त्यो कुराहरू त्रिपुर बनेको थियो पुर। र त्यतिखेर चाहिँ अब भगवानहरूलाई एकदमै त्यो राक्षसहरूले दुःख दिइसकेपछि अनि अब के गरिँदा यो पुरलाई कसरी नष्ट गर्ने त भन्दा भगवानको अब देवताहरूको एउटा सभा बस्यो। त्यहाँ ऋषिमुनिहरू सहितको सभा बसिसकेपछि के भयो भन्दाखेरि चाहिँ ल अब एउटा रथ बनाउनु पर्यो, बाण त हान्ने कुरा भयो, त्यसलाई राम्रो रथ चाहियो भनेपछि त्यहाँ सबै देवी देवताहरूले चाहिँ ल यो रथ बनाउनलाई ल विश्वकर्मालाई बोलाउँ भनेर बोलाइयो कि। त्यहाँ मतलब के छ भने हाम्रा धेरै वास्तुशास्त्रका ऋषिहरू भगवानहरू धेरै हुनुहुन्छ, जस्तै नारद कृष्ण लगायत धेरै हुनुहुन्छ। तर त्यो अब त्यो पुर बनाउनेको आयो नि, त्यहाँ स्थापना गर्ने कुरा आउँदाखेरि चाहिँ विश्वकर्मालाई नै बोलाइयो कि। यसको मतलब के हो भने यो शास्त्रीय वास्तुका कुराहरू गर्ने, शास्त्र पढाउने सिकाउने चाहिँ वास्तुशास्त्रीको काम हो। तर यो यसलाई फिल्डमा एप्लाई गर्ने काम चाहिँ अब इन्जिनियरको आर्किटेक्टको हो, यसरी बुझ्न सक्छौँ हामी। अनि नामै यो चाहिँ स्थापत्य विज्ञान भन्छ कि, स्थापना गर्ने भनेपछि त फिल्डमा एउटा साइन्स, अब वास्तुशास्त्रलाई साइन्स भनौँ होइन। अब त्यो यो प्र्याक्टिकली एप्लाई गर्ने एप्लाइड साइन्स चाहिँ इन्जिनियरिङतिर गयो कि। यो वास्तुशास्त्रीबाट ज्ञान लिएर फिल्डमा वास्तु मिलाउने गराउने चाहिँ इन्जिनियरको हो भन्ने मलाई लाग्छ, किनभने यो हाम्रो पुरानो कुराहरू हेर्दा पनि त्यस्तो देखिन्छ। हजुर, अब यहाँ इन्जिनियर पनि सँगसँगै वास्तुविज्ञ पनि हुनुहुन्छ, तर अहिले वास्तु चाहिँ एउटा फेसन जस्तो पनि बन्दै गएको स्थिति देख्न सकिन्छ होइन। विशेष गरी 6 महिना 1 वर्ष पढ्ने बित्तिकै पढेकै भरमा पनि म वास्तुविद हो भनेर काम गर्दै गरेको पनि देख्न सकिन्छ हामीले। म वास्तुविद हो भनिरहेको सुनिन्छ होइन। खासमा यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? यसको अब राम्रो नराम्रो म त दुवै पाटोले एनालाइसिस गर्छु होइन। जस्तै अब 1-2 वर्ष पढेकै आधारमा पनि वास्तु गर्नुभएको छ, तर यसलाई कसरी लिउँ भन्दा अब केही नहुनु भन्दा एउटा हाम्रो कथन छ नि, केही नहुनु भन्दा केही न केही हुनु राम्रो भने जस्तो यो वास्तुको कति पनि नमिलाउनु भन्दा त अलिअलि अध्ययन गरेको आधारमा पनि मिलाइयो, केही न केही त राम्रो भयो। 1-2 वर्ष अध्ययन गरेर पनि वास्तुको कुराहरू मिलाइयो अथवा उहाँले मिलाइदिनु भयो भने त्यो राम्रो पक्ष हो। अनि फेरि यसमा अर्को के छ भने अल्प ज्ञानम भयङ्करम भन्ने पनि छ फेरि अर्को। फेरि अलिअलि 1-2 वर्ष अध्ययन गरेकै आधारमा वास्तु एप्लाई गर्दाखेरि चाहिँ कहीँ त्रुटि हुने हो कि। फेरि के छ भने अब हामीले घरमा शिलान्यास गर्दाखेरि एक हिसाबले वास्तु पुरुषलाई तृप्त बनाइएको हुन्छ र त्यो तृप्त बनाएको वास्तु पुरुष पछि वास्तु मिलाउने भनेको चाहिँ फेरि त्यो अतृप्त भएर अथवा अझ राम्रो गराउनलाई मिलाउने हो नि त। भनेपछि त्यतिखेर चाहिँ फेरि अलिकति गडबड भयो भने झनै बिग्रिने सम्भावना पनि हुन्छ। त्यसले गर्दा यो चाहिँ अब दुवै हिसाबले एनालाइसिस गर्न सकिन्छ। र पछिल्लो समयमा चाहिँ केही विकृतिहरू पनि घुसिरहेछन्। जस्तै अब हाम्रो म एउटा इक्जाम्पल दिन्छु, हिमवत खण्ड नेवारी वास्तु पहिलेदेखि चलिआएको छ र त्यसमा के छ भन्दा चाहिँ जस्तै नर्थ इस्टमा कट भएको घरलाई चाहिँ सिद्धार्थ घर भनेर नेवारी वास्तुमा भनिएको छ। त्यो अभिलेखहरू हामीसँग सुरक्षित छ। अब त्यो नर्थ इस्टमा कट भयो भने चाहिँ झन् राम्रो हुन्छ घर, सिद्धार्थ घर भनेर नामै तोकिएको छ। तर अहिले हामी सामाजिक सञ्जालमा के हेर्छौँ भने नर्थ इस्टमा कसैको घर कट छ भने वास्तु पुरुषको त टाउकै काटियो, त्यो त अति नराम्रो हुन्छ भनेर त्यहाँ त्रसित वातावरण बनाइएको छ कि। त्यसले गर्दा पनि अलिकति बिग्रिएको देखिन्छ त्यहाँ चाहिँ, त्यो त्यस्तो भइरहेछ। हजुर, अब नेपालमा पहिला राणा शासन थियो, यो कालमा पनि धेरै संरचनाहरू बनेको देख्न सकिन्छ होइन। राणा शासनमा वास्तुलाई कतिको महत्त्व दिएको यहाँले देख्नुहुन्छ? प्राचीन कालमा बनेका भवनहरू हेर्दाखेरि हामीले अहिले पनि कति सुन्दर जस्तो देख्छौँ होइन। अहिले बनेका पुरै फरक किसिमका छन्। नेपालमा मल्लकालीन पालासम्म चाहिँ वास्तुको एकदमै राम्रो तरिकाले फलो हुन्थ्यो। हरेक कुरामा बाटोघाटो मठ मन्दिर सबै कुरामा हुन्थ्यो एकदम के पूर्ण रूपमा। हामीले त्यो पुराना सम्पदाहरूबाट पनि देख्न सक्छौँ। र त्यसपछि चाहिँ जब राणाकाल आइसकेपछि राणाहरू विदेश अङ्ग्रेजतिर विदेशहरू जाँदाखेरि चाहिँ अलिकति त्यताको संस्कारहरू पनि भित्रियो कि भन्ने खालको चाहिँ देखिन्छ जुन पुरानो कुराहरू हेर्दाखेरि। र राणा शासनमा पनि के छ भन्दा त्यतिखेरको राणाहरूले चाहिँ स्वयं यो सिंहदरबार बनाउँदाखेरि चाहिँ वास्तु पढ्न पठाएर कुनै मान्छेलाई चाहिँ वास्तु पढ्न पठाएर, जस्तै इन्डियामा वास्तु पढ्न पठाएर वास्तुविद इन्जिनियर बनाएर लिएर आएर चाहिँ त्यहाँ बनाइएको चाहिँ इतिहास छ। र उहाँको मैले नाम बिर्सेँ, त्यो इन्डियाको एउटा कलेजमा इन्जिनियरिङ कलेजमा चाहिँ स्थापत्य विज्ञान पढ्न राणाहरूले पठाएर अनि उहाँहरू आइसकेपछि ल तिमीले चाहिँ दरबार बनाऊ भनेर चाहिँ डिजाइन गर्न दिएको छ। र त्यो गरिसकेपछि उहाँ वास्तुको शास्त्री इन्जिनियरको सम्मानमा चाहिँ ती राणाहरूले चाहिँ हुलाक टिकटमा रु 10 को हुलाक टिकटमा चाहिँ पछाडि सिंहदरबार र अगाडि चाहिँ उहाँको त्यो वास्तुशास्त्रीको फोटो राखेर चाहिँ सम्मान गरेको देखिन्छ। त्यसले गर्दा यो इतिहास हेर्दा चाहिँ राणाकालमा पनि वास्तुको फलो हुन्छ भनेर हामी भन्न सक्छौँ।
हजुर, अब अहिले विशेष गरी मान्छेलाई वास्तुविदको नाममा होइन वास्तु मिलेन भन्दै कतिपय ठाउँमा तर्साउने भ्रमित पार्ने खालका गतिविधिहरू पनि देख्न सकिन्छ। विशेष गरी वास्तु चेक गर्ने भन्दै 2वटा तामाको रड दिएर जहाँ जहाँ जोडियो त्यहाँ त्यहाँ तपाईँको घरमा नेगेटिभ इनर्जी छ भन्दै तर्साएको देखिन्छ होइन। वास्तुशास्त्रले चाहिँ के भन्छ यो तरिकालाई खासमा? त्यस्तो कुराहरू अहिले देखिएको छ, तर वास्तुशास्त्र स्वयंमा जस्तै यो भनेको त म एउटा व्यक्ति गलत हुन सकौँला, जस्तै मैले 12-13 वर्षको अध्ययनमा केही कुराहरू अपुरो कुरा होला होइन, तर म गलत हुँला, तर मेरो शास्त्र त गलत छैन। हाम्रो ऋषिमुनिहरूले हजारौँ वर्ष रिसर्च गरेर ल्याएको शास्त्र हो वास्तुशास्त्र। र त्यो वास्तुशास्त्रको कुनै पनि ग्रन्थमा यो डाउजिङले औरा स्क्यानरहरूले चाहिँ ऊर्जा चेक गर्नु भनेर बताएको छैन। त्यसले गर्दा यो डाउजिङ रडहरूले वास्तु चेक गर्ने कुरा चाहिँ यो वास्तुसँग सम्बन्धित छैन। तर होला यो वास्तुभन्दा अझै माथिल्लो कुरा होला, जस्तै हर्कबहादुर शास्त्र होला, वीरबहादुर शास्त्र होला, अथवा छिङछ्याओ शास्त्र होला, तर यो वास्तुशास्त्र चाहिँ होइन। किनभने वास्तुशास्त्रमा चाहिँ त्यस्तो कुराहरू प्रयोग नगर्नु भनेर भनिएको छ। यदि कसैले चाहिँ त्यस्तो वास्तुको कुराहरू रडहरूले वास्तु चेक गर्यो भने यो चाहिँ वास्तुशास्त्रसँग सम्बन्धित चाहिँ छैन। अब यो चाहिँ वास्तुशास्त्रलाई चाहिँ यसरी चाहिँ भ्रमित बनाएर चाहिँ दूषित बनाउन चाहिँ मिल्दैन जस्तो मलाई लाग्छ। हजुर, अब भनेपछि कोही आफ्नो घरमा तर्साउनका लागि यो रड लिएर आउनुभयो भने, तामाको रड लिएर आउनु भने यो वास्तुशास्त्र विरुद्धको कार्य हो भनेर हामीले पहिले नै बुझ्नु पर्यो। यो वास्तुशास्त्रसँग चाहिँ सम्बन्धित छैन, तर होला यसको छुट्टै रिसर्च होला होइन। मैले भने हाम्रो कुनै पनि शास्त्रहरूमा चाहिँ यो तामाको रडले डाउजिङले घर चेक गर्नु, वास्तु चेक गर्नु भनेर भनेको छैन। त्यस कारणले गर्दा यो वास्तुसँग जोडिँदैन त्यो विषय। हजुर, अब घरको वास्तु बिग्रेको छ भनेपछि हामी चाहिँ त्यो अवस्थामा चाहिँ पछि गएर चाहिँ घर बनाउनु अगाडि चाहिँ वास्तु चेक नगरी बनाउने, त्यस पछाडि वास्तु बिग्रेको छ भन्ने थाहा पाएपछि चाहिँ विभिन्न रेमेडीहरू चाहिँ अप्नाउने गर्दछौँ होइन। यसमा चाहिँ खासमा कुनै दिन विशेष हेराएर त्यो गराउनु ठिक हुन्छ कि के हो? यसमा चाहिँ दिन हेर्नुपर्छ। कुनै पनि घरमा चाहिँ वास्तु मिलाइसकेपछि ओके रेमेडिज गर्नु पर्यो भने चाहिँ जुन पाए दिनमा गरेर हुँदैन। किनभने त्यहाँ सुदिने शुभ नक्षत्र चन्द्र तारा बलान्विते भनेर शास्त्रमा भनेको छ। चन्द्र बल शुभ दिन नक्षत्र सबै कुरा मिलाएर चाहिँ रेमेडिज गर्नुपर्छ, अनि मात्र शुभ फल मिल्छ, नत्र चाहे अनुसारको फल नमिल्न सक्छ भनेर शास्त्रमा भनेको कारणले गर्दा जहिले पाए त्यसले रेमेडिज गरेर चाहिँ हुँदैन। हजुर, हस्, कार्यक्रममा अब हामीसँग इन्जिनियरिङ सेगमेन्टको पालो रहेको छ। हिमावत खण्ड वास्तु ठुला ठुला घर बनाउँदा सुरुमा यो दूरबीन जस्तोबाट हेरेर काम गरिरहेको पनि देखिन्छ। खासमा यो के गरेको हो होइन, यो कसरी गर्नु पर्थ्यो, के हो, यसबारे बताइदिनुहोस् न। अहिले इन्जिनियरिङ प्रविधिमा घर बनाउँदाखेरि ठुला ठुला स्ट्रक्चर बनाउँदा चाहे सानै पनि किन नहोस् त्यसमा चाहिँ त्यो दूरबीन जस्तो हजुरले भने जस्तो त्यस्तो कुराहरू देखिन्छ। त्यो चाहिँ जस्तै लेभल मेसिन, थियोलाइट हरेक कुराहरू हुन्छ होइन। त्यो चाहिँ के हो भने त्यो रेखामा लम्बाइ चौडाइ हरेक डिग्रीहरू निकाल्नको लागि चाहिँ त्यो प्रविधि छिटो सजिलो तरिकाले घर बनाउनको लागि चाहिँ त्यो प्रविधि ल्याइएको हो। त्यसो त त्यो हाम्रो विश्वकर्मा ऋषिहरूले पनि त्यो घर निर्माणको लागि त्यहाँ के भनिएको छ नि, वास्तुशास्त्रको कुनै जग्गाको माप गर्दाखेरि ऊर्जा चेक गर्दा चाहिँ यन्त्र प्रयोग नगर्नु भनिएको छ। अनि त्यसपछि निर्माण कार्यमा जाँदाखेरि चाहिँ यन्त्रहरू प्रयोग गरेर गर्न सक्ने विधान छ। त्यो थियोलाइट भन्दा पनि अझ उच्च स्तरीय मेसिन जस्तो देखिन्छ। त्यो पुराना मठ मन्दिरहरूमा कलाकृतिमा विश्वकर्माले हेरिरहेको मेसिनहरू पनि हामी देख्न सक्छौँ। त्यो चाहिँ घर निर्माणलाई सहज होस्, छिटो होस् भनेर गरिएको। यसको वास्तुशास्त्रमा काम छ कि छैन त? त्यसमा वास्तुशास्त्रमा मैले त प्रयोग गरिरहेको छु, किनभने यो विश्वकर्मा ऋषिले पनि प्रयोग गरेको फोटोहरू हामी देख्न सक्छौँ। त्यसले चाहिँ जस्तै लेभल मिलाउनु पर्यो, डिग्री हेर्नु पर्यो, हरेक कुराहरू मिलाउँदाखेरि त लेभल मेसिन थियोलाइटहरू त सहज तरिकाले चाहिँ गरियो भने हामीले काम गर्न छिटो सजिलो हुन्छ। त्यस कारणले गर्दा प्रयोग गर्न सकिन्छ। हजुर, अब आजकल ज्योतिषी पण्डितजीहरूले पनि हामी वास्तु हेर्छौँ भन्नुहुन्छ होइन। खासमा यो मेसिनले हेर्ने घरको ज्योतिमय रेखाहरू बनाउने टेक्निकल ज्ञान हुन्छ कि हुँदैन उहाँहरूलाई? त्यो त अब मलाई होला जस्तो लाग्दैन होइन। किनभने यो टेक्निकल विषयको ज्ञान हो, लेभल मेसिन चलाउने, थियोलाइट चलाउने भन्ने कुराहरू, त्यसरी डिग्रीहरू हेर्ने, लेभलहरू चेक गर्ने होइन। अब त्यो अष्टदिक्पालहरू बनाउने, थियोलाइट मेसिन सेन्टरमा राख्यो 8वटा दिक्पालहरू बनाउने विधि हो। यो चाहिँ पण्डितजीहरूलाई त्यति थाहा नहोला अथवा थाहा होला, त्यो कुराको त्यति ज्ञान भएन। दर्शकवृन्द, कार्यक्रम हिमवत खण्ड वास्तु क्विजमा अघिल्लो साताको हाम्रो प्रश्न रहेको थियो, सोच गर्दा यानि कि टोयलेटमा बस्दा वास्तुको हिसाबले कता फर्किनु ठिक रहन्छ। यसको सही उत्तर रहेको छ ए, र यसको विजेता हुनुहुन्छ अञ्जना महतो, उहाँ सिडनी अस्ट्रेलियाबाट हुनुहुन्छ। र यस साताका लागि हाम्रो प्रश्न रहेको छ, वास्तुमा घरको बीच सेन्टरलाई के नामले चिनिन्छ? अप्सन ए रहेको छ अग्निस्थान, अप्सन बी रहेको छ डिपिसी र अप्सन सी रहेको छ ब्रह्मस्थान। यो प्रश्नको सही उत्तर लक्ष्मी प्रसाद सोती वास्तु गुरु नामको फेसबुक पेजमा गएर यहाँहरूले कमेन्ट मार्फत राख्न सक्नुहुनेछ।
वास्तुशास्त्र र इन्जिनियरिङ सम्बन्धी कुनै समस्या प्रश्न गुनासो भएमा हामीलाई पठाउनुहोला। नयाँ घर, फ्याक्ट्री, बिजनेस कम्प्लेक्स, मठ मन्दिरको नक्सा डिजाइन गर्नु परेमा तथा पुरानो बनिसकेका घर, अफिस तथा फ्याक्ट्रीको वास्तु चेक जाँच गराउनु छ भने पनि वास्तु गुरुको तल दिएको अपोइन्टमेन्ट नम्बरमा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हरेक घर वैदिक वास्तुमय बनाउने अभियान अन्तर्गत योगदानमा आधारित हरेक हप्ताको शुक्रबार नयाँ घर बनाउनेहरूका लागि निःशुल्क वास्तु परामर्श समेत भइरहेको हुँदा हिमवत खण्ड वास्तुको तल दिएको अपोइन्टमेन्ट नम्बरमा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो भूमिमा लागू नै नहुने आयातित वास्तुको प्रयोग नगरौँ, भूकम्प प्रतिरोधी वास्तु मैत्री घरको निर्माण गरौँ। सबैको जय होस्, सर्वे भवन्तु सुखिन। हिमवत खण्ड वास्तु, हिमवत खण्ड वास्तु, हिमवत खण्ड वास्तु।